वेलकम ब्याक टु माई न्यू ब्लगमा फेरि पनि तपाईहरुलाई स्वागत छ। आज चाहिँ मैले यसो साथीहरुसँग यसो घुम्दैछु, त्यही भएर यसो साथीहरुसँग भिडियो बनाउँदैछु। त्यही भएर मसँग चाहिँ पछाडि दुईजना साथी छ, उनीहरु पनि भिडियो बनाउने रे हैन ब्लग बनाउने रे भनेर हिडिरहेछ। उनीहरु पनि यतातिर छ, त्यही भएर यो फुल दिएर अब हिडिरहेछ। त्यही भएर सो गाइज अब फुल भिडियो हेर्नु होला के कस्तो रिस्पोन्स आउँछ अनि त्यही अनुसार हैन अर्को भिडियोहरु आउनेछ। अब मैले चाहिँ अब ब्लग चाहिँ कन्टिन्यू धेरै गरिरहेको छैन, अब टाइम नै मिल्दैन। त्यही भएर मेरो आफ्नै पर्सनल कामहरु हुन्छ, त्यही भएर ब्लगलाई चाहिँ अलिक टाइम दिन पाएन। त्यही भएर यता छ हाम्रो गाउँ चाहिँ त्यही भएर यतातिर चाहिँ कुखुरा फर्महरु छ टन्नै धेरै हुन्छ कुखुरा फर्म। अब चाहिँ हामी हाम्रो गाउँपालिका भर्खर अहिले निर्माण हुँदैछ नि त, गाउँपालिका भवन निर्माण हुँदैछ, त्यहाँ चाहिँ जानेछु अनि हेर्नेछु के कस्तो काम हुँदै रहेछ, यसो हेर्दिम। त्यही भएर हैन धेरै भयो नि त, दुईटा कार्यकाल सकिने लागिसक्यो, अहिलेसम्म पालिका भवन निर्माण भएन। त्यहाँ पनि के रिजन होला अब नबन्नुको कारणहरु पनि, त्यही भएर नि हुनसक्छ ढिलो हुनुको कारण। त्यही भएर हाम्रो यो नुवाकोट जिल्लाको चाहिँ सबसे ढिलो गाउँपालिका भवन निर्माण हुनुको कारणहरु धेरै हुनसक्छ। त्यही भएर दुईटा कार्यकाल सकिने आट्यो तर पनि निर्माण भएन, त्यसको मेन रिजनहरु हुनसक्छ, त्यसलाई चाहिँ अब भन्न नमिल्ला। त्यही भएर चाहिँ हाम्रो गाउँको कुखुरा फर्म र खेतीपाती कृषिमा धेरै छ। त्यही भएर अब चाहिँ हामी यता हाम्रो तारकेश्वर गाउँपालिकाको निर्माण हुँदै गइरहेको भवन अगाडि पुग्नै लागिसक्यो। अब त्यतिखेर हामी थोरै मात्र बाँकी छ पुग्नलाई, अनि हामी दुईजना यता हिडिरहेछ। त्यही भएर अब त्यहाँ गएर हेरौँ कतिको अब कामहरु निर्माण हुँदै रहेछ, हेरौँ। अझै हाम्रो कामहरु पुरा भइसक्यो जस्तो देख्दिन हाम्रो पालिकामा। त्यही भएर हाम्रो पालिका निर्माण गर्नलाई पनि अब दुईटा कार्यकाल सकिनै आँटिसक्यो, त्यति बेलासम्म के भएन। त्यही भएर यतातिर अब चाहिँ हामी चाहिँ यता पालिका भवनमा आइपुग्यो, यतातिर चाहिँ छ टन्नै। अब यहाँबाट हेरौँ कस्तो छ, कतिसम्म पुगेछ काम। सस्तो पर्दैन है दुबईतिर भाइ
पाउन त पाउँछ त्यहाँनिर किनकि दुबई अन्त मोबाइल सस्तो पाउने ठाउँ भनेको अल्ट्रा सस्तो पनि पाउनु हाय कस्तो टाढो देखेको मेरो टाढो बनाएको मैले त्यही भएर यो भवन बनाउनको लागि खर्च हुने यहाँ खर्च छुट्टाएको यति छ ल गाइज अब हाम्रो नुवाकोटमा घर बिक्रीमा आइसकेको छ तपाईहरुलाई चाहिने भए चाहिँ तपाईहरुलाई प्राइस देखाइदिन्छ आउनुस् मात्र 6,42,29,515 रुपैयाँ मात्रमा आइन्छ है तपाईको धेरै धेरै हैन